Once again, welcome back on my channel. आज चाहिँ कालिम्पोङ जाँदैछु कालिम्पोङबाट चाहिँ फेरि प्याम्लिङ आउनु पर्छ यो चाहिँ मेरो पुच्छारी साह्रो पछ्याउँछ मलाई नि भन्दै बहिनी कहाँ गएको रे बहिनी चाहिँ बहिनी ओइ ओ यहाँ न कहाँ गरे तिमी सो म चाहिँ कालिम्पोङ जान आँटेको नि त अब एउटा फेरि नभनी चढेको छिटो न अन्त किन भिडियो बनाइन यहाँनिर यता गयो भने कालिम्पोङ जान्छ यता भयो कफेर यता भयो उन्दो बाख्राकोट हुँदै जान्छ नि त मान्छेहरू चाहिँ प्रायः यहाँ कन्फ्युज हुन्छ यहाँबाट पनि कालिम्पोङमै पुग्छ तपाईँहरूले यो देख्नु सक्नुहुन्छ यो बोट यहाँ एनएसडिसिएल छ यो यताबाट पनि कालिम्पोङमै पुग्नुहुन्छ तपाईँहरू अनि यहाँबाट हाइवे भएर गयो पनि लाभा एउटा लाभा पोइन्टबाट आउँछ 9 माइलबाट घुम्छ अलगढा भएर एउटा चाहिँ बुधबारे फाटकबाट चाहिँ यता आउँछ नि त सो अब म चाहिँ हाइवेबाटै जान्छु नि त बुधबारे फाटकबाट सो भेट्नु माथि हेर्नु चिसो भइरहेको क्या त्यही भएर चाहिँ कफेरहरू चाहिँ पुरा चिसो रहेछ नि त अहिले चाहिँ हिमालको चिसो हावा आएर तपाईँमा चाहिँ रेली आएको कि मैले चाहिँ यहाँ एकजनाले सधैँ आएर चियाहरू खान्छ नि त अब कफेरको भ्यूहरू चाहिँ देखाउनु पाएन सिधै यहाँ हतार भएको कारणले गर्दा यहाँ चिया खाएको मात्रै देखायो नि त कालिम्पोङबाट आएको पानीले ढुट्टो लुगाहरू नुहाएको जतिकै भयो साह्रो छ जिन्दगी बाइकमा चाहिँ भिजिरहेको छ बाइक पनि हो घाम लागिरहेको थियो अघि त अचानक मध्ये घाम लागेर त अचानक पानी परेर सबै भिज्यो म चाहिँ घर आइपुग्छ क्या लुगाहरू सब टङ्गाइदिइरहेको छु नि त फेरि अब यहाँ चाहिँ म चाहिँ प्याम्लिङ जानुपर्ने छ खासै चाहिँ अघि नै म प्याम्लिङ जाने भनेर चाहिँ सोचेको थिएँ तर अब मलाई चाहिँ पानीले कुटेर सिधा अब घर आएर चाहिँ लुगा फेरेर जाने नि त अब म त्यहाँ लुगा फेर्दैछु लुगा फेरिसकेँ अब चाहिँ जान्छु क्या प्याम्लिङ फेरि देखाउँछु ल कस्तो छ त्यहाँ चर्च भोलिको ओपनिङ जुब्ली छ नि त कस्तो भएर चाहिँ देखाउँछु त्यही म चाहिँ ठिक्कै आइपुगेछु नि त सामान बोक्ने बेलामा घुमाउँदिनँ होला यो गाडी चाहिँ चर्च नै तलको हो भोलिको प्रोग्राम यहाँ रहेछ यहाँ चाहिँ हाम्रो यो चाहिँ यहाँ भएको चाहिँ हाम्रो चाहिँ यो सेन्ट रोबर्ट चर्च हाम्रो फर्स्टमा चाहिँ फादर रोबर्ट आउनु भएको रहेछ आइगमन ताकि फादर भिक्टर खवास पिटर लेप्चा फादर मार्सियल फादर पौलुस नामसमो त्यहाँदेखि फादर वाल्टर फादर प्रकाश फादर इमानुएल हिल्टन त्यहाँदेखि फादर अगस्टिन उहाँहरू चाहिँ अहिले फादर अगस्टिन चाहिँ प्रेजेन्टको फादर हुनुहुन्छ स्टार्टिङ चाहिँ फादर आइगमनद्वारा भएको र चर्च चाहिँ यही हो भोलिको लागि हो त्यहाँ चाहिँ भोलिको लागि प्रिपरेसन हुँदैछ क्वायर प्र्याक्टिस हुँदैछ र यहाँ बाजेहरू चाहिँ एकदम बाजेहरूको चाहिँ यहाँ चाहिँ च्यापल एकदम हामी यहाँ चाहिँ सामान बोकेर आएको सामानहरू यहाँ छ अङ्कलले पनि लिएर आउँदैछ सामान म अहिले लिएर आएको नि त सामान चाहिँ भित्र छ